हेलो हाई नमस्ते गाइज वेलकम टु माई न्यू भिडियो है। आज हामी चाहिँ यहाँ मुआक्सान घुम्न निस्केका छौँ। भर्खरै यहाँतिर आइसक्यौँ। अब हामी यहाँबाट चाहिँ निस्किँदै माथि मुआक्सान भन्ने पहाड चढ्ने हो र त्यहाँनिर के हुन्छ तपाईहरुलाई सबै मैले भिडियोमा देखाउने छु। हेर्दै गर्नु होला है त। म जोड्दै जानेछु तपाईहरुलाई। हाम्रो साथीहरु छौँ, हामी 9 जना छौँ सबैजना। यहाँबाट भर्खर चढ्ने हो, यो हुँदै 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 माथि जाने हो। यो चाहिँ हाम्रो अब बुद्ध जयन्तीको पर्सिको लागि तयारी गर्दै रहेछ। यहाँनिर भित्र एकदम सजावट राम्रो छ। सिन चाहिँ एकदमै राम्रो, वरिपरि पहाड है, गुम्बाहरू रहेछ। यो चाहिँ पर्सिको तयारी बुद्ध जयन्तीको सजाएर एकदमै राम्रो रहेछ। यहाँ चाहिँ बुद्धको मूर्ति रहेछ, एकदमै राम्रो सजावट। बुद्धम शरणम गच्छामि। हाम्रो यो गुम्सानमा पर्ने मुआक्सानको तलपट्टि खेतमा गुम्बा रहेछ, एकदमै राम्रो। अनि यो मूर्तिहरू राखेको र चाहिँ स्पेशल यो पर्सि बुद्ध जयन्तीको अवसरमा कार्यक्रमको लागि तयारी पनि गर्दै रहेछन्। एकदमै राम्रो लाग्यो। हाम्रो चाहिँ यहाँनिर यो पानी खाने सिस्टम पनि एकदमै राम्रो रहेछ। यस्तो ट्याक्क हैन, यो त के भन्छ जग जग टाइपको रहेछ है। जग जग यस्तो के के भन्छ र यस्तो उचाल्ने वाला कि 거기도 약순놀이야. त्यसरी थोरै पानी खाने, त्यसपछि जाने माथि। हिजो फाल्न मिल्ने हो कि नै थाहा भएन है। अलग अलग खान्छ नि सबैले। ल पानी पनि खाइयो साथीहरू। सिन त एकदमै राम्रो देखिने यहाँबाट दृश्य। यहाँ फोटो हान्न त्यहाँ। यहाँ चाहिँ गुम्बै गुम्बाहरू। यो चाहिँ गुम्सान सा हो। अब मुआक्सान चढ्ने माथि हामी। यो चाहिँ फेद भयो के त्यसको। कहाँ छ चढ्ने ठाउँ? हामी चाहिँ फाइनली यो गुम्सान साको गुम्बाहरू घुमेर अब यहाँबाट रहेछ के मुआक्सान दोङसान रो। यहाँबाट चाहिँ हामी माथि अब मुआक्सान चढ्ने बाटो हो हाम्रो। छोङसाङ 4.8 किलोमिटर, सिमोनाम, सङ्लेउसा। यहाँबाट चाहिँ हाम्रो माथि जाने अब यो बाटो है। एकदमै दामी छ मौसम है साथीहरू। अनि यो हरियाली वातावरण हैन, अनि यो सुन्दरता प्राकृतिक। ल सबैजनालाई खोइ अरू हाम्रो टोली हाम्रो मगोछन कम्पनीको चाहिँ यहाँ अलिकति बोर्ड पनि राखेको रहेछ है, यो मुआक्सान जाने बाटोमा। हामी जाँदैछौँ, माथि चढ्दैछौँ। त आज मौसम त दामी छ है, चढ्ने जस्तै छ होइन, ट्रेकिङ गर्ने जस्तै छ नि। ठिक्क न पानी, बिहान पानी आए जस्तो थियो, तर पनि हामी 81 प्लान गरेर दौडिहाल्यो झ्यापझुप। यहाँनिर थोरै माथि निस्केपछि
एउटा यता जाने बाटो छ, एउटा चाहिँ यतापट्टि जाने बाटो छ। यो बोर्ड पनि छ है यहाँ हेरेर। मोआक्सन जानको लागि हामी चाहिँ यहाँ धेरै रहेछ के, यताबाट चाहिँ हामी निस्किँदैछौँ। छैन धेरै अगाडि भागेको, लाज लाग्यो क्या, लाज लाग्यो। सबै भाइ बजार भाइलाई घुमाउनु लानु पर्यो, पाहाडतिर चढाउन थाकिसक्यो क्या, छैन नि। ल गाइज हामी चाहिँ अब यहाँबाट जाने हो मोआक्सन चढ्दैछौँ साथीहरू। हामी जे चढ्दैछौँ रमाइलो होला जस्तो छ आज विशेष। अनि इमर्जेन्सी प्लान बनाएर हिँडेको, छुट्नुभएका साथीहरूले चाहिँ हामीलाई खबर गरेनन् भनेर नभनिदिनु होला। यो चाहिँ अपरजट होइन, इमर्जेन्सी। बिहान चाहिँ पानी हल्का परिरहेको जस्तो देखेको थियो, त्यही भएर इमर्जेन्सी झ्यापझुप प्लान गरेर हिँडेको। त हिँड्ने चाहिँ दामी छ है मौसम अहिले यो यतिको चाहिँ एकदम बेस्ट भन्नुपर्छ। अहिले स्यासा हुन थालिसक्यो, 1 किलोमिटर नआउँदै यहाँ अझै हामी चढ्नुपर्ने 4 किलोमिटर छ है। यहाँबाट हामी टपमा पुगेर पनि तपाईँहरू माझमा यस्तै भिडियोहरू ल्याउनेछौँ दृश्यहरू सहित। हामी चाहिँ यहाँबाट जाँदैछौँ है, माथि चढ्दैछौँ। यो सधैँ कम्पनीको 5 दिनसम्म होला क्याङगुङ होइन, ध्वनि आवाजले गर्दाखेरि मान्छे थकित भएको यस्तो बेलामा हप्ताको 1 दिन 2 दिन छुट्टीमा यसरी घुम्दाखेरि पनि छुट्टै रमाइलो हुन्छ, राम्रो लाग्छ। त्यही भएर सकभर मौसम अनुसार, ठाउँ अनुसार र बिदा समय अनुकूल मिलाएर सबैजना परदेशी भूमिमा भए तापनि हामी कहिलेकाहीँ यस्तै घुमघाम गर्नलाई चाहिँ राम्रो हुन्छ। हाम्रो साथीहरू आउँदै हुनुहुन्छ पछाडि, जाँदैछौँ। यो खास ट्रेकिङ पनि त्यस्तै खालको के, यो जङ्गल होइन, अनि छेउमा यहाँ बगिरहेको खोलो, अनि यो खोलोबाट आउने पानीका आवाजहरू त्यस्तै खालको। त्यस पछाडि यो वन जङ्गलमा, यो हरियालीमा कराइरहेका चराहरू तपाईँहरूले पनि आवाज सुन्दै हुनुहुन्छ होला। एकदमै राम्रो चङ्गा भएको छ होइन, मन एकदम रमाइलो छ। अब त्यही भएर यसरी हिँड्यो भने चाहिँ एकदमै बेस्ट हुन्छ। कहिलेकाहीँ चाहिँ हिँड्नुपर्छ है। ल हजुर, त्यही गर्नु पर्ला जस्तो छ है। अब उकालो छ, सिधै उकालो। लगभग हामी यहाँबाट 4 किलोमिटर चाहिँ चढ्नुपर्छ। अझै 1 किलोमिटर भर्खर आउँदैछौँ होला। बाटो चाहिँ यस्तो छ, उकालो छ पुरै। जे होस्, यसरी हिँड्दा पनि छुट्टै रमाइलो हुन्छ। त्यस्तो छ आवाज, यहाँ भइएछ गाह्रो भएर। यस्तो उकालो छ, केटाहरू त उहाँ आउँदैछन्। लास्टै उकालो रहेछ। यहाँबाट चाहिँ
ल हाम्रो यो होइन हाम्रो एउटा यो के अरे हाम्रो खेम सेन्चुरीको एउटा गीत थियो नि तल्लो बाटो हुँदै अमेरिका भन्ने के त्यो गीतसँग मेल खाने जस्तो छ है यो चाहिँ तर हुन चाहिँ हामी यो कोरियाको भूमिमा हो होइन चराचुरुङ्गीको आवाज आएको छ ट्याक ट्याक र टुकटुक तर निकै सुन्दर त सुन्दर छ माथि टापुमा जाँदै होइन पोर्चुगलको टापुमा हामी चाहिँ आइसक्यो अब है 2.4 किलोमिटर यहाँबाट कोरियन पनि उहाँ झर्दैछ नि त यहाँबाट चाहिँ हामी माथि जाँदै हो अनि बड्डाले सधैँ उल्टो काम गर्ने के 안녕하세요. 네, 조심 다녀오세요. 네. हाम्रो कोरियन अङ्कल आन्टीहरू पनि माथिबाट झर्दै हुनुहुन्छ अब ल है सबै रेडी हो भिडियो रेडी रेडी हो नि फोटो हो थकै मारेको यो चाहिँ एउटा थकै मार्ने मेसो होइन हामी चाहिँ फाइनली अब लगभग हाम्रो गन्तव्यमा पुगिसकेछौँ अब यहाँनिर है अनि मौसमले पनि साथ दिएको छ आज शीतल गर्मी पनि नै एकदम राम्रो छ अब यहाँनिर गुम्सानसा चाहिँ हाम्रो 4 किलोमिटर झर्दाखेरि अब छङसाङ 0.6 किलोमिटर रहेछ आइसक्यो अब ल फाइनली हामी चाहिँ मोआक्सान पार्नेर पुगिसक्यो है त अब फाइनली आउनु थालिसक्यो अब के भन्छ अरे यो मोआक्सान नजिक पुगिसक्यौँ अब 1 किलोमिटर पनि छैन होइन छैन 0.6 किलोमिटरमा हामी मोआक्सान आइपुग्छौँ तर मोआक्सानको एकदम दामी छ है मोआक्सानको नक्सा रहेछ होइन यहाँ चाहिँ अब खै यहाँ साथीहरू कहाँ गयो है ओ गाई छिटो आऊ है मोआक्सान फाइनली हामी लगभग आइसकेछौँ है यहाँनिर चाहिँ यस्तो नक्सा रहेछ र यो चाहिँ यसरी हाम्रो बाटोहरू यस्तो छ यसरी यहाँ आउँदैछन् हाम्रो भाइहरू यस्तै गरेर जाँदैछौँ यताबाट जाने हो मोआक्सान छजाङ 150 मिटर रहेछ अब मान्छे चाहिँ यतातिर जाँदो रहेछ नि यहाँबाट उता सिन कस्तो सिन छ बाफरे क्या दामी सिन देखिँदो रहेछ यहाँबाट यार वाह यस्तो दामी है त्यहाँबाट अलिक खतरा देखिन्छ यो त थोरै एउटा के भन्छ अरे हाम्रो एउटा यहाँ अनि केबल कार पनि त रहेछ त तर चालु चाहिँ नगरेको रहेछ
केबल कार रहेछ है यो त भनेपछि काम गर्ने मान्छेहरुको लागि सामान हो त्यसको लागि नि हुन सक्यो यो ताल देखियो नि मलाई देख त्यो टावरहरुको यस्तो दामी छ है ल यहाँ यता हेर स्वर्ग हेर्ने हो केटा स्वर्ग भनेर अनि भन्छ नि एउटा भिडियोमा त्यस्तै छ क्या यहाँ चाहिँ सिन ल मोक्सन हामी लगभग फाइनली आइपुगेका छौँ होइन अझै थोरै अरू पुलतिर छ अब जम्मा 150 मिटर मात्रै यस्तो दामी छ कि यहाँ है सिन पनि खत्रै छ क्या लगाइछ है फाइनली हामी चाहिँ यहाँनिर आइसकेका छौँ यस्तो दामी सिन देखिन्छ यहाँबाटै मोक्सानको टपबाट एकदम राम्रो देखिन्छ यहाँबाट किन्जी छन्जीको सहरहरू देखिँदो रहेछ एकदमै राम्रो देखिने छन्जी क्षेत्र यहाँबाट हाम्रो गन्तव्यमा हामी आइसक्यौँ है त ल मोक्सन फाइनली साथीहरू हामी चाहिँ अब मोक्सन टपमा पुगेर हाम्रो गन्तव्य पुरा गरेर फर्किँदैछौँ फर्किँदाखेरि चाहिँ हामी यताको बाटो यो बाटो जाँदैछौँ तर जे समग्रमा माथिबाट चाहिँ एकदमै राम्रो देखिने रहेछ दृश्य चाहिँ एकदमै सुन्दर होइन घुम्न आउन पर्ने ठाउँ रहेछ तपाईहरू पनि आउन मन लाग्यो भने चाहिँ आउन सक्नुहुन्छ आज हामी अलि इमर्जेन्सी प्लान बनाएर आइयो झ्यापझुप केरला भन्नुहोस् 2-4 शब्द अवश्य एकचोटि आएर अवलोकन गर्नु होला एकदम राम्रो छ हामी नेपालीहरूको लागि हिँड्नु पर्ने ठाउँ हो दुन्सान होइन ट्रेकिङ हाइकिङ जे भने पनि यहाँ चाहिँ मोक्सन आउनलाई एकदमै राम्रो रहेछ बाटो चाहिँ यही हो साथीहरू तपाईँहरूलाई आउँदाखेरिको बाटो पनि मैले देखाइदिएँ र अहिले यो बाटो चाहिँ हाम्रो फर्किँदाखेरिको बाटो हो फर्किँदाखेरिको बाटो पनि देखाइदिएँ यो पर्खिमै सागर भाइले नछोडौँ है एक्लै यस्तो छ एकदमै राम्रो छ है पर्खिम सबैजना सँगै जानुपर्छ छोड्नु हुँदैन कसैलाई ल हाम्रो चाहिँ साथीहरूले माथिबाट झरेर यहाँनिर चाहिँ हामी अब अलिकति तल आइसकेपछि गर्मी भएर अनि पानी चाहिँ हाम्रो यहाँनिर सानो घोलो रहेछ घोलोमा चिसो पानी होइन यस्तो कल 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 बगेको फ्रिजको भन्दा राम्रो है यो पानी त कल 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 बगेको होइन चिसो छ नि यस्तै 1300 खालको नै हो 1300 खालको नै त्यहाँ त म त आउँदिनँ फाइनली गाइज हामी चाहिँ अब ल आजको यात्रालाई बिट मार्न थालिसक्यौँ होइन मोक्सन पुगेर आएर यहाँ अब हामी यस्तो बाटोबाट आएछौँ सर र यहाँ खोला नाला झर्ना छ कलकल बगेको प्राकृतिक होइन नेचुरल इज नेचुरल हो क्या एकदम राम्रो छ माछा पनि छ भन्दै छन् साथीहरूले सबैजना हामी यहाँबाट फर्क्यौँ अब चाहिँ हाम्रो लगभग लास्ट भनौँ है आजको चाहिँ हाम्रो घुमाइ फाइनली मोक्सन पुगियो 5 किलोमिटर पुगेर अहिले भर्खरै हामी झर्दैछौँ र तपाईँहरूलाई अब केही समयको मात्र भिडियो आउँछ र सबै भिडियो तपाईँहरूले हेर्नु नै छ भन्नेमा आशा गरेका छौँ पक्कै पनि यो भिडियो तपाईँहरूलाई राम्रो लाग्नेछ हेर्दाखेरि उता पनि फोटो चलिरहेको रहेछ फोटो खिच्दैछन् साथीहरूले
यो चाहिँ यस्तो हामीले नेपालमा गर्मी मनाउन उता पहाडतिर खोला नालातिर जाने गर्थ्यौँ, त्यस्तै याद आयो यहाँ पनि है। आज यहाँ आउँदाखेरि यहाँको सिनहरू अनि प्राकृतिक सुन्दरता त्यस्तै, अनि यहाँ कल पानी बगेको है। कस्तो राम्रो आवाजहरू पनि नेचुरलीले साँच्चै नै मान्छेलाई एकदमै मनमोह बनाउँछ भने चाहिँ साँच्चै रहेछ। फाइनली हामी चाहिँ ल यहाँ आइसक्यो। हामी आउँदाखेरि यो बाटो आयौँ, जाँदाखेरि चाहिँ हामी यताबाट यो बाटो गएको थियौँ। यदि तपाईँहरू पनि मोक्सान जानलाई ट्रेकिङ गर्दै जाने हो हिँड्दै भने चाहिँ तपाईँ यहाँनिर आइसकेपछि यो बाटो तपाईँ आउनुहुन्छ। यहाँ आइसकेपछि यो चोकमा आइसकेपछि तपाईँले यो बोर्ड हेरेर यहाँबाट चाहिँ यो छङसाङ लेखेको ठाउँमा 3.8 किलोमिटर छ, त्यो चाहिँ यता देखाएको छ, यता चाहिँ निस्किनु होला। यो बाटो निस्किनु भयो भने चाहिँ अलि सर्ट पर्छ होइन। अनि अलिक ठाडो चाहिँ ठाडो छ, यताबाट सिँढीहरू छ, यताबाट चाहिँ अलिकति जङ्गलको बाटो छ। अघि मैले क्यामेरामा कैद गरे जस्तै बाटो छ यो बाटो जानुभयो भने। त दुइटै बाटो यताबाट गएर यताबाट आउँदा पनि राम्रै अनुभव हुन्छ। हामी चाहिँ त्यसै गऱ्यौँ। अब तपाईँहरू आफ्नो विचारले आउनु है त। फाइनली हामी चाहिँ आइसक्यौँ। अब यहाँबाट हाम्रो गुम्सान्सा टेम्पल चाहिँ 1 किलोमिटर छ। अब यताबाट गइसकेपछि हामी फाइनली तल पुग्छौँ है त। ल यो चाहिँ गुम्सान्साको गुम्बा हो है। यहाँनिर चाहिँ पहिला सुरु यहाँ आइसकेपछि यहाँबाट बल्ल गाडी चाहिँ हाम्रो ट्याक्सी यहाँसम्म आउँदो रहेछ। त्यस पछाडि यहाँबाट माथि चढ्ने मोक्सानतिर हो। जस घुम्न लायक ठाउँ चाहिँ छ, एकदमै राम्रो। हामी चाहिँ यहाँबाट वहाँ गएको त्यो हाम्रो डाँडो यो हाम्रै हो। यहाँबाट हाम्रो वहाँ माथि गएर चाहिँ टावर खिच्न पाइन्थेन, यहाँबाट चाहिँ खिच्न पाइयो। यहाँबाट हाम्रो 5 किलोमिटर रहेछ, 4.8 किलोमिटर रहेछ यहाँ पुग्नलाई। जेउस पुगेर आइयो, रमाइलो भयो है फाइनली साथीहरू। ल हामी चाहिँ फाइनली आइपुग्यौँ यहाँ। अब चाहिँ हामी हाम्रो गन्तव्य घरतिर लाग्ने हो। कुनगोङ फोक्फो यस्तो राम्रो झर्ना रहेछ है यहाँ चाहिँ। झर्ना चाहिँ है फाइनली हामी चाहिँ अब वहाँबाट आइसकेर अब यहाँ यसो हल्का नास्ता गरेर यहाँबाट चाहिँ छुट्टिने प्लान भयो है त। ल साथीहरू, फाइनली हामी चाहिँ अब मोक्सान पुगेर पनि झरिसक्यौँ। अब तपाईँहरूलाई यो भिडियो पुरै हेरेर पक्कै पनि इन्जोय गर्नुहुन्छ भन्ने आशासहित आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। Keep going guys. Okay, bye. See you.